हेलो साथीहरू, दसैँ पछाडिको लगातार झरीको कारण चाहिँ यसरी बारीहरू भत्किएको छ। यसरी फेरि पनि यस्तै खालको मुसुलधारे पानी आइरहेको छ हाम्रोतिर चाहिँ। यो घरको छेउमा यसरी लगेको छ पहिरोले, पारीतिर नै यस्तो गइरहेको छ। पहिरोले त्यहाँ पनि बर्बादै बनाएको छ। बनाएको बाटोहरू अब भत्किँदैन भन्नु सकिँदैन। फेरि पनि निकै अस्ति दसैँ अगाडिको पानीले चर्काको पहिरोहरू अब भत्किने सम्भावना छ। र यसरी गइरहेको छ। यस्तो मुसुलधारे पानीको कारण बाटोहरू यसरी भत्किया छ। गुइछ है, पानी भनेको यस्तो परिरहेछ। यता पारीतिर पहिरो गएर बिजोग छ। यस्तो भएर त्यहाँ पनि आज राति झरेछ। यस्तो है, फेरि पनि अस्तिकै जस्तो पहिरोले जनको क्षति नहोला भन्न सकिँदैन। सकेसम्म आफै सतर्क भएर बस्नुपर्ने अवस्था आएको छ। र लगातार यो चाहिँ 3 दिन भइसक्यो झरी परेको हाम्रो इलामतिर। साथीहरू, मकैको ढोँडहरू यस्तो भिजाएर प्रभाव पारिरहेको छ। त्यहाँ नि यस्तो गइछ।